उदयपुरको मदन भण्डारी लोकमार्ग अन्तर्गत मधेरी सडक खण्डमा कुदिरहेको कारमा सोमबार दिउँसो 81 आगलागी भएको छ। इलामबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त कारमा आगलागी हुँदा एक बालक सामान्य घाइते भएका छन्। घाइतेलाई तत्काल उपचारका लागि गैर स्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी होमबहादुर बसन्तका अनुसार पेट्रोलबाट चल्ने कारमा अचानक आगो लागेको हो। उनले उक्त स्थानमा दिनौं जसो साना ठुला दुर्घटना हुने गरेको बताए। दुर्घटना न्यूनीकरणका लागि सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहका सरकारवाला बीच गत साउन 30 गते बृहत छलफल समेत सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका तथ्याङ्क अनुसार सो सडकमा हालसम्म 12 जनाको मृत्यु र 166 जना घाइते भएका छन्।